1973 र 1979 छ नि होइन। वेस्ट इन्डिज र इन्डियाको गेममा चाहिँ नि दुईवटा वर्ल्ड कप छ नि क्रिकेटको होइन। वेस्ट इन्डिजले जितिसकेको थियो र 1983 को जुन एउटा क्रिकेट गेममा चाहिँ नि होइन वेस्ट इन्डिजले हार्न पुग्यो। यही कुरो वेस्ट इन्डिजलाई ठिक लागेन र उनीहरूले होइन बीसीसीआईसँग रिक्वेस्ट गरे कि फेरि पनि हामी इन्डियासँग गेम खेल्न चाहन्छौँ र उसले स्वीकार गर्यो वेस्ट इन्डिजको रिक्वेस्टलाई र उनीहरू फेरि होइन 6 वनडे र 6 होइन जुन एउटा क्रिकेटको टेस्ट म्याच खेल्नको निम्ति होइन रेडी भए। 6 वनडे म्याच खेलिसकेका थिए। 6मा 6 गेम नै वेस्ट इन्डिजले जित्यो र इन्डियाको 0 भयो। त्यसपछि यो हार बेहोरिसकेपछि इन्डियन टिमलाई चाहिँ नि थोरै मोटिभेसन दियो कि इन्डियाको अझै पनि राम्रो चान्स छ होइन। सुनिलजीको एउटा होइन गेम राम्रो छ, उनले अझ राम्रो ब्याटमा होइन ब्याटिङ गर्ने हो भनेदेखि चाहिँ नि क्रिकेट फेरि नि जित्ने सम्भावना छ भनेर एउटा होइन शिक्षा दियो। त्यसपछि टेस्ट म्याच सुरु हुन्छ। टेस्ट म्याचमा होइन जब मेल्कन होइन जुन एउटा वेस्ट इन्डिजका खेलाडी थिए उनी बहुत तेज थिए होइन। तिनले बलिङ गरे होइन। जब बलिङ गर्दाखेरि चाहिँ नि सुनिलले होइन चौका कि चौका हाने। त्यसपछि होइन वेस्ट इन्डिजका जुन होइन तिनी खेलाडी मेल्कनलाई चाहिँ लाग्यो कि अब यहीँबाट चाहिँ इन्डियन टिमले होइन आफ्नो राम्रो विकास गर्न सक्छ भनेर होइन। जब 1983 को वर्ल्ड कप जित्दाखेरि होइन इन्डियाले यो झुक्किएर जितेको होइन भन्ने जुन एउटा मेल्कनको बनाइ थियो वेस्ट इन्डिजका खेलाडी होइन तिनीले चाहिँ नि पछि जुन एउटा आफूले गरेको जुन एउटा बलिङमा सुनिलले होइन चौका कि चौका हान्न थाले। त्यसपछि त्यहीँबाट इन्डियन टिमको होइन जुन एउटा राम्रो खेलको विकास हुन्छ भनेर होइन उनले भनेका थिए कि होइन। त्यसैले कुनै पनि चिजमा हार बेहोर्यो जित पनि भइरहेछ र धेरै हार बेहोर्न पर्यो भनेदेखि खासै त्यस्तो होइन अतासिनो चाहिँ हुँदैन। त्यसमा के हुन्छ भनेपछि बिस्तारै होइन गेममा के कमी कमजोरी भइरहेको छ त्यो गेमलाई चाहिँ नि राम्रोसँग निहालेर होइन अगाडि बढेपछि होइन पक्कै पनि राम्रो हुने देखिन्छ।